हेलो अनि नमस्ते। स्वागत छ यहाँहरूलाई। आज चाहिँ मैले अकबरे खोर्सानी र लसुनको राखेर खान मिल्ने अचार कसरी बनाइन्छ भनेर यहाँहरूलाई सिकाउन गइरहेको छु। सबैभन्दा पहिले एउटा सफा भाँडा बसाउने र त्यसमा चाहिने जति तेल राख्ने। तेल राख्ने बित्तिकै यहाँहरूले लसुन पनि राखिदिनु होला। यसो गर्दा लसुनको फ्लेभर चाहिँ तेलमा मजाले जान्छ। लसुन राखिसकेपछि यहाँहरूले त्यसलाई मजाले चलाइदिनु होला र मिडियम फ्लेम गरेर त्यसलाई डिप फ्राई हुन छोडिदिनु होला। लसुनलाई यहाँहरूले बिचमा यसरी चारैतिरबाट चलाइदिनु होला। यसो गर्नाले लसुनको कलर एकदमै राम्रो आउनेछ। ल हेर्नुहोस् त यसको कलर एकदमै राम्रो आइसकेको छ। अब हामी यसलाई एउटा सफा भाँडामा निकालेर राख्छौँ। र त्यही लसुन फ्राई गरेको तेलमा हामी अकबरे खोर्सानीको पेस्ट राखेर मजाले भुट्छौँ। खोर्सानीमा रहेको प्राकृतिक पानी बाष्पीकरण भएर नगइन्जेलसम्म हामी यस खोर्सानीलाई मजाले चलाउँदै पकाउनेछौँ। खोर्सानीलाई बिचमा यसरी राम्रोसँग चलाइदिनु होला ताकि त्यो पिँधमा नडढोस्। लसुन र खोर्सानीको मात्रा हेरेर त्यही अनुसार नुन एड गर्नुहोस् र त्यसलाई पनि मजाले चारैतिर पुग्ने गरी चलाइदिनुहोस्।
अब हाम्रो यो अचार लगभग रेडी हुन लागेको छ। अब यसलाई हामी लो फ्लेममा केही बेर अझ पकाउने छौं। ल हेर्नुहोस् त, हाम्रो यो अचार अब रेडी भइसकेको छ। अब हामी यसलाई थोरै कुल डाउन हुन छोड्दिन्छौँ। ल अब हाम्रो खोर्सानी कुल डाउन भइसकेको छ। अब हामी यसमा अघि न फ्राई गरेर राखेको लसुन एड गर्छौं र राम्रोसँग चलाएर यसलाई रुम टेम्परेचरमा यत्तिकै कुल डाउन हुन छोड्दिन्छौं। हाम्रो अचार अब रुम टेम्परेचरमा आइसकेको छ। अब यो खानालाई रेडी भयो। हजुरहरूले यसलाई मोमोसँग, चाउमिनसँग या त खानासँग या जेमा पनि खाजासँग हजुरले यो एड गरेर खान सक्नुहुन्छ। यसलाई चाहिँ तपाईहरूले 2 महिनाभन्दा बढी एकदम राम्रोसँग प्रिजर्भ गरेर राख्नुभयो भने यसलाई हामी युज गर्न सक्छौं। तपाईहरू पनि घरमा यस्तै अचार बनाएर आफ्नो परिवार तथा साथीभाइहरूसँग इन्जोय गर्नुहोला। अब अर्को रेसिपी लिएर नआइन्जेलसम्मको लागि बाई बाई।